हामीले समस्या भन्दाखेरि देखिरहेको छौँ यो 15 वर्षको शासनकालसम्म पनि हाम्रो नानी पानीहरूलाई हामीले सोच्थ्यौँ पढाइसकेपछि यसो नोकरीहरू पो पाउँछ कि कतै केही इलिमहरू गरी खान्छ कि भनेर हामीले सोचेको थियौँ। तर त्यो केही व्यवस्थापनाहरू हुनु सकेन। नोकरी दिन्छु भन्दै उल्टा के गर्यो भने उल्टा घुस पो माग्न थाले। त्यस्तै गरेर हाम्रो शिक्षा मन्त्री जेल पसे अहिले, होइन? र हामीले देखिरहेका छौँ हामीलाई रासन दिएका थिए मोदी सरकारज्यूले कोरोना हुँदाखेरि, रासन पनि बदली गरेर हामीलाई के अरे त्यो चिल्सा परेको चामल दिए अनि उनीहरूले राम्रो चामल बेच्दै पकडा परेर पनि उहाँहरू जेल गए। यस्ता जति पनि घुसखोर शासन व्यवस्थाहरूदेखि वाक्का भएर दिक्का भएर जति युवा वृद्ध सबैले अब चिनिसके। लुकेर गरेको भए चाहिँ देख्दैन थियो होला, आँखाको सामनेमा देखे नि त, होइन? सबैले अब यस्तो नेताहरू हेर्नुहोस्, प्रधानमन्त्रीले भनेको छ प्रत्येक घरमा जल, होइन, नलबाट जल आउनुपर्छ, घर घरमा पानी आउनुपर्छ भनेका छन्। खाद्य, वस्त्र, स्वास्थ्य, चिकित्सा र वासस्थान भन्दैछन्। यसको ग्यारेन्टी हुनुपर्छ, मौलिक अधिकारको कुराहरू। यो पनि उहाँहरूले चोरिरहेको छ हाम्रो सबै। यतिसम्म कि यो पाइखाना गर्नको लागि एउटा घर दिएको, के अरे पाइखानाको टट्टी घर, त्यो टट्टी धरी उहाँहरूले चोरेर खाइसके, होइन? अनि यो सबै घुसखोरहरूलाई बदली गर्नुपर्छ, राख्नु हुँदैन भन्दै सबै युवावर्गहरूले स्वर उठाएर परिवर्तन भन्नुहुँदैछ। यस्तो ठुलो आवाजहरू गुन्जिन्छ यहाँनिर, होइन? यसरी यो आवाजहरू आउँछको सँगसँगै चाहिँ लक्ष्मण लिम्बू के हो भनेदेखि भारतीय जनता पार्टीको एउटा प्रतिनिधि हो। तपाईहरूको समस्याहरूको जस्तो हामीहरू लगेर जान्छौँ भनेर त्यो भारी बोक्ने म एउटा भरिया हो। तपाईहरूको यहाँ जति पनि नेताहरू हुनुहुन्छ, नेतृत्व गर्नुहुन्छ, उहाँहरूले यस्तो गर्नुपर्छ, यहाँ समस्या यो छ भनेर भन्नुहुन्छ अनि कागज बनाइदिनुहुन्छ। त्यो कागजहरू लिएर कलकत्ता जाने एउटा म के हो भनेदेखिको सिपाही हुँ। तर तपाईँहरूले त्यतिखेरसम्म के गर्नुपर्छ? तपाईँहरूले पठाउनु पर्यो नि त मलाई, होइन? तपाईँहरू मलाई पठाउन तयार हुनुहुन्छ? त्यसो भएदेखि तपाईँहरूले के गर्नुपर्छ भन्दाखेरि 23 तारिकको दिन बिहान उठेर नुहाइधुवाइ गरेर आफूले आफ्नो जुन देवी देवताहरू सम्झिनुहुन्छ, कसैले आफ्नो घरको सम्झिनुहुन्छ कुलहरू भने पनि सम्झेर कमसेकम मैले चिताएको मान्छेले जित्नु पर्यो नि, होइन? त्यो तपाईँहरूको सोच राखेर तपाईँहरूले बिहानै गएर आफ्नो सुरक्षित भोट हाल्नको लागि मैले अपिल गरेँ। बिहानै जानुहोस्। 4 नम्बरमा छ मेरो यो भोट चिन्ह कमलको फुल। यो त हजुर एकदमै तपाईँहरूले याद गरेर भोट लगाइदिनुहुन्छ भन्ने आशा भरोसा राखेको छु। किनभने तपाईँले आफ्नो भोट पानी पर्ला, हावा हुन्डरी होला, भरे कतै लडाइँ झगडा पो गर्ला कि न्यु खोज्नेहरूले। हिजोसम्म चोरहरूले चोरिरहेको छ भनेदेखिको आज कसैले खोज्छ भनेदेखि मान्दैन है, सोझै दिँदैन जानु, बाधा पुर्याउनु सक्छ। त्यस कारणले तपाईँले आफ्नो भोट सुरक्षित गर्नका लागि बिहानै गएर मतदान, त्यसपछि आएर जलपान गर्नुहोस्, तपाईँहरूलाई अनुरोध राखेँ। तपाईँहरूले ढुक्क मान्नुहुन्छ त्यतिखेर किन मैले एउटा मान्छे चुनेको थिएँ, त्यसलाई मैले के अरे आफ्नो मतदान दिएँ अनि भोट गरेर के गरेको छु भने पठाउने निर्णय गरेको छु। त्यो जित भएपछि मात्रै निर्णय पक्का हुन्छ। अनि एउटा आशा गर्नुहोस्, यस पश्चिम बङ्गालमा जब नि अहिले यो घुसखोरहरूले घुस मागेर तपाईँहरूको नोकरी चोर्यो, यो नोकरी चोरहरूलाई पनि खोरमा फेरि पठाउन पाऊँ, होइन? अनि तपाईँहरूको जुन चाहिँ शासन यो जुन चाहिँ व्यवस्थापनाहरू हामी राम्रो बनाउन सकौँ। आज म तपाईँहरूलाई के भन्न चाहन्छु भनेदेखिको यो जो घुसखोरहरूले हामीलाई यति साह्रो दबायो, खुन पसिनाहरू चुस्यो। हेर्नुहोस्, हामीले अब यो कटमनीले गर्दाखेरि होला अहिले बाटोघाटोहरूको अवस्थाहरू राम्रो छैन। हामीले जे भन्छौँ त्यो पाउने कुराहरू हामीले पाएको छैनौँ। तपाईँहरूकोमा मनमा धेरै गुनासोहरू पोखिरहनु भएको छ, तर के गर्नुहुन्छ? विवश केही गर्नु सक्नुहुन्न। तर यो सरकार जब बिजेपी सरकार जतिखेर आउँछ त्यतिखेर तपाईँहरूले खुलेर भन्नु सक्नुहुन्छ, यसरी बसेर आलोचना गर्नु। अगाडि हामीहरू के गर्थ्यौँ भनेदेखि गाउँमा बसेर केही कार्यक्रम जस्तो 100 दिनको काम थियो नि हाम्रो, उनीहरूले चोरेर पुकुर बनायौँ भन्छ, के अरे त्यो माछा पाल्नेहरू गएर उहाँबाट जब आउँछ खोज्नु छैन, के भन्यो भने डबल उनीहरूले खाइरहेको छ, आज यो पनि हामीले पुर्नुमा पनि लगायौँ भनेर डबल बिल उठाउँदैछ। र यस्तो प्रकारले हाम्रो यो शासकहरूले 100 दिने काम पनि बन्द गरे, करोड रुपियाँको घोटाला गरेर 100 दिने कामहरू पनि बन्द गरेका छन्। र मोदी सरकारज्यूले भन्नुभएको छ जब यहाँनिर बिजेपी सरकार आउँछ तपाईँलाई 100 दिन होइन 125 दिनको ग्यारेन्टी काममा फेरि पाउनुहुनेछ। विशेष गरेर यहाँ म बेसी आमाहरूलाई देख्दैछु, चेलीबेटीहरूलाई देख्दैछु, उहाँहरूलाई चाहिँ विशेष स्पेसल उपहार छ क्या।
तपाईहरुले कहीँ पनि यात्रा गर्दा सरकारी बसमा गाडी भाडा तिर्नु पर्दैन। तपाईहरुले 3000 रुपैयाँ गरेर लक्ष्मी भण्डार होइन अन्नपूर्ण भण्डारा पाउनु हुँदैछ, भण्डार। त्यस कारणले गर्दाखेरि अनि फेरि तपाईको के छ भनेदेखि हामी जब वृद्धा हुन्छौँ एउटा वृद्धा पेन्सन पाउँछौँ, कोही बेला उहाँको घरमा विधवा पर्ला, त्यस्तो भयो भने डबल पेन्सन पाउँछ। यो डबल पेन्सनको योजना युवाहरूलाई त मैले भनिहालेँ कि उहाँहरूको 1 करोड हाम्रो युवाहरूले काम नपाउन्जेलसम्म यो भत्ता पनि उहाँहरूले पाउनुहुन्छ। काम पाएपछि चाहिँ उहाँहरू स्वनिर्भर हुनु पर्यो र यस्तै गरेर थुप्रै योजनाहरू छ। हामीले यहाँनिर घोषणापत्रमा देखेका छौँ, हामी पछि बाँडिदिनेछौँ तपाईँहरूको घर घरमा, तपाईँहरू पढ्नुहोस्। अनि म के भन्न चाहन्छु भने जब यो परिवर्तनको लहरलाई तपाईँहरूको बहुमूल्य भोट त दिनुहुन्छ, तर आफन्तहरू जहाँ जहाँ छ त्यहाँ भनिदिनुहोस्। कहाँ छ तपाईँहरूको? कलकत्तामा छ भने कलकत्तामा पनि भनिदिनुहोस् कि अब सत्ता परिवर्तन हुनु पर्यो, बङ्गालमा बिजेपी सरकार आउनु पर्यो। बिजेपी सरकार आउनको लागि हामीले सबै जग्गाबाट जिताएर बिजेपी प्रार्थीहरू मात्रै भेला पार्यौँ भने हाम्रो सरकार हुन्छ। त्यस कारणले गर्दा यो नयाँ सरकारको जतिखेर गठन हुन्छ त्यतिखेर हाम्रो भाग्य उदय हुन्छ। हाम्रो यो नानीहरूको भविष्य अन्धकारमा छ। नभएदेखिको अहिलेको भोट भनेको चाहिँ परिवर्तन त्यसै भनेको होइन, भविष्य नानीहरूको। यो नानीहरू भोलि पर्सि पनि नभए दिल्ली, केरला, मुम्बईतिर भाग्नुपर्छ र काम गरी खानुपर्छ। काम गर्दाखेरि कसैले रुपियाँ ल्याउला, कति त बकसमा सजिएर पनि आउनु। सबै सजिलै आएको छैन। भाँडा माझ्ने काम गर्नुपर्छ, कोही केमा काम गर्नुपर्छ, काम गर्नु सजिलो छैन। कसैको गाली खानुपर्छ। आफ्नै गाउँघरमा एउटा व्यवस्थापनाहरू भयो भने यी बिरपडा यी यसमा क्षेत्रमा एउटा व्यवस्थापना भयो भने हामीहरू जानु पर्दैन नि। एउटा नानीले यहाँनिर हेर्नुहोस्, प्राइमेरीमा पनि अहिले नोकरीको उयो भएको छैन। स्कुल हाई स्कुलमा सरहरू बिदा हुँदै गए, 60 वर्ष पुग्दै गयो, नयाँ आएको छैन। अनि नानीहरूको भविष्य अन्धकार भएन। यो भविष्यको लागि पनि तपाईहरु तय गर्नुहोस्। यो पालिको भोट भनेको नानीहरूको भविष्यको भोट। यो पालिको भोट भनेको आमा बाउको सुरक्षितको लागि भोट। यो पालिको भोट भनेको तपाईहरुको अधिकारको लागि भोट। यो बिजेपीलाई भोट दिनु भनेको चाहिँ तपाईहरुको सबैको परिवर्तनको भोट। परिवर्तन ल्याउनु अलिकति के छ भनेदेखि तपाईहरुलाई धम्काउन सक्छ, तपाईहरुलाई डर देखाउन सक्छ। नडराउनुहोस्, किनभनेदेखि भोलि सरकार हाम्रो भयो भनेदेखि त्यो पुलिस प्रशासन पनि हाम्रो पछि आउँछ है हजुर। त्यतिखेर हामी भन्छौँ त्यसलाई हिजोसम्म तैँले धम्काए थिइस्, त्यो हाम्रो काम गर्छ होइन। तिनीहरूलाई काम हराउन सक्छौँ, तिनीहरूलाई काम लगाउन सक्छौँ। म पनि एउटा के हुन्छु त्यतिखेर पदमा बसेँ भनेदेखि हिजो मेरो मान्छेलाई निकै धम्काउँदै थिइस्, अहिले चाहिँ त्यसो गर्छस्, म त्यतिखेर भन्न सक्छु। तपाईँहरूको अधिकारको लागि बोल्ने एउटा ताकत दिनुहोस्। 23 तारिकको दिन तपाईहरुले सुरक्षित भोट लगाएर एउटा परिवर्तन गरिदिनुहोस्। भारतवर्ष सुन्दर बनाउनुहोस्, बङ्गाल पनि सुन्दर बनाउनुहोस्। तपाईहरुको यस उपस्थितिले मलाई अति नै गर्वित बनाउनु भयो। किनभनेदेखि अगाडि आउँथे म त यहाँनिर फुलपातीमा भेला हुनुपर्छ है, जानुपर्छ है भन्थे होइन, तपाईहरुले चिन्नुहुन्छ भनेदेखिको। तर आज चाहिँ भन्दैछु तपाईहरुको अधिकार सुरक्षित राख्नुपर्छ है। मैले कहिले पनि ढाटेको छुइनँ, आएर भन्थे, अहिले पनि म यहाँनिर आएर भन्दैछु तपाईहरुको सुरक्षित अधिकारहरू हामीहरू त्यतिखेर पुरा गर्नेछौँ। यसको लागि तपाईहरुले सबैले नै के गर्नुपर्छ, भोट आफ्नो अधिकारमा सुरक्षित राख्नुहोस्।